त्यस्तै छ है, अरूको कन्टेन्ट चाहिँ नहाल्नु होला, आफ्नै कन्टेन्ट हाल्नु होला। यो मेरो च्यानलको हालत हेर्नुहोस् त। तपाईले सानो एउटा म्याच बक्सको भित्रको तिल्ली हुन्छ नि, त्यो तपाईले चोरी गर्नु भएको छ भने तपाईलाई त्यसको पनि डर हुन्छ। अर्का भिडियो आफ्नो युट्युब च्यानलमा हाल्योपछि पछि त हाम्रो मेहनत पानीमा जान सकिन्छ है। हाई गाइज, वेलकम ब्याक टु माई च्यानल राजु सुनरा ब्लग्समा तपाईँहरूलाई स्वागत छ। सबैजना सन्चै आराममा हुन्छ भन्ने आशा छ। म पनि ठिकै छु, आई एम अल्सो फाइन। फेरि पनि नमस्कार है सबैजनालाई। आज यो ब्लग भन्दा पनि युट्युबको बारेमा मैले जानेका कुराहरू है, अनि म पनि ब्लगहरू बनाइरहेको छु। तपाईँहरूले धेरै सपोर्ट गर्नुभएको छ, त्यसको लागि फेरि पनि हृदयदेखि नै धन्यवाद छ। र मलाई चिन्ने नचिन्ने सबै साथीहरूलाई फेरि पनि थ्याङ्क यू सो मच भन्न चाहे, मनदेखि नै धन्यवाद छ। र युट्युबको बारेमा मैले जानेको कुराहरू मैले लगभग आजभन्दा 6-7 महिना पहिले एउटा युट्युब च्यानल बनाएको थिएँ, राजु सुनरा भन्ने, सरी राजेन्द्र सुनरा भनेर युट्युब च्यानलको नाम राखेको थिएँ। त्यो च्यानलमा चाहिँ म रिएक्सन अनि कहिलेकाहीँ सर्ट भिडियोहरू, कहिलेकाहीँ ब्लगहरू, कहिलेकाहीँ भनौँ न मिक्स टाइपको भिडियोहरू हाल्थेँ है। त्यो च्यानल राम्रै ग्रो भएको थियो। 6 महिनामा 4-5 महिनामा लगभग 4000 समथिङ सब्सक्राइबर पनि भएको थियो है। 3900 केही सब्सक्राइबरहरू छ त्यो च्यानलमा। र त्यो च्यानलमा मैले कहिलेकाहीँ रिएक्सन भिडियोहरू अनि कोलाइबहरू गर्थेँ युट्युबमा। त्यो गरेर भ्युज त राम्रै आयो, तर च्यानल पनि ग्रो भयो। तर भनौँ न, सकेसम्म म सबैजनालाई भन्न चाहे, जतिजना पनि युट्युब क्रिएटर हुनुहुन्छ है, युट्युब भिडियो बनाउनुहुन्छ, युट्युब रिल्स सर्ट जे पनि बनाउनुहुन्छ, युट्युबमा काम गर्नुहुन्छ, उहाँहरूलाई मैले जानेको कुराहरू है, मेरो एक्सपिरियन्स भनिरहेको छु। मैले पनि युट्युब च्यानल खोलेको थिएँ। त्यो च्यानलबाट मैले सिकेका कुराहरू, मैले जानेका कुराहरू तपाईँहरूलाई सेयर गर्न गइरहेको छु। आज मेरो च्यानल चाहिँ भनौँ न, त्यो च्यानल चाहिँ अब डिलिट लगभग हुनेवाला छ भनौँ न। अझै मैले भिडियो हाल्यो भने डिलिट हुन्छ, डेफिनेटली पक्का डिलिट हुन्छ, किनकि त्यो च्यानलमा चाहिँ कपिराइट आइसक्यो। कपिराइट आए त हुँदैन, कपिराइट स्ट्राइक भनेर हुन्छ नि त, कपिराइट स्ट्राइक आइसक्यो। कपिराइट आइसक्यो, कपिराइट भनौँ न, 2 चाहिँ आएको छ, 2 स्ट्राइक चाहिँ आएको छ। अब तेस्रो आयो भने त्यो च्यानल डिलिट हुन्छ। तर सकेसम्म म सबैजनालाई भन्न चाहे, आफ्नो फेस र आफ्नो भोइस पुरा आफ्नै कन्टेन्ट हाल्नुहोस्। तपाईँको आज कसैले हेर्दैन भने भोलि तपाईँको भिडियो सबैले हेर्नेछ। तपाईँ कन्टिन्यू काम गर्नुहोस्, युट्युबमा आफ्नै भिडियो हाल्नुहोस्, आफ्नै तरिकाले, आफ्नै भोइसमा तपाईँ ब्लग गर्नुहुन्छ या सर्ट बनाउनुहुन्छ भने आफ्नै चेहरा देखाएर आफ्नो भोइस, आफ्नै भिडियो हाल्नुहोस्, आफ्नो कन्टेन्ट हाल्नुहोस्। कसै अरूको भिडियो हालेर, कसै अरूको सर्टहरू डाउनलोड गरेर आफ्नो युट्युब च्यानलमा नहाल्न म अनुरोध गर्छु सबैजनालाई। त्यसमा फाइदा छैन। हेर्नुहोस् त, मैले लगभग 6 महिना त्यो च्यानलमा काम गरेको थिएँ। आज त्यो च्यानल डिलिटै भयो भन्नु न, अब के गर्ने। रुनु त भएन नि, कराउनु त भएन नि, अब के गर्ने। ठिकै छ, अब आफ्नो एक्सपिरियन्स पनि हो है। जब मान्छे गल्ती गर्दैन, त्यो गल्तीबाट के नै कुरा सिकिन्छ है। त्यो च्यानल भनौँ न, त्यो च्यानलबाट पनि मैले धेरै कुरा सिकेँ। कसैको भिडियो हाल्नु हुँदैन, अनि जे तपाईँको जे कन्टेन्ट छ, जे तपाईँसित क्यापेसिटी छ, तपाईँले के गर्न सक्नुहुन्छ, तपाईँभित्र भएको क्षमताहरू देखाउने पो हो त। अरूको भिडियो उठाएर, अरूको ब्याकग्राउन्ड बाट म्युजिकहरू उठाएर अरूको भिडियो हालेर त ग्रो गर्नु छैन नि त। भ्युज त आउँछ, सब्सक्राइब बढ्छ, च्यानल ग्रो हुन्छ, तर त्योमा फाइदा केही पनि छैन। कसैको त मोनिटाइज पनि भएको छ, तर पनि फाइदा छैन। लास्टमा तपाईँलाई घाटा हुन सक्छ। भनौँ न, तपाईँले रुने दिन आउन सक्छ। तपाईँ युट्युबमा काम गरिरहनु भएको छ भने त्यस्तो नगरिदिनु हुन सबैलाई अनुरोध छ। मेरो आफ्नो एक्सपिरियन्स भनिरहेको छु। मैले पनि लगभग 6 महिना भिडियोहरू बनाएँ, सर्टहरू बनाएँ, के अरे भ्युज पनि राम्रै आउँथ्यो। त्यो पनि म त्यो च्यानलको भनौँ न, त्यो च्यानलमा भएका भिडियोहरू, त्यो च्यानलको जे मैले हालेको छु, कति सब्सक्राइबर छ भनेर पनि यो भिडियोमा हालिदिउँ होला, साइडमा हेर्न सक्नुहुन्छ तपाईँहरू। म हालिदिउँला त्यो पनि। लगभग 3900 सब्सक्राइबर भएको थियो, राम्रै भ्युज पनि आउँथ्यो, लगभग मोनिटाइज हुनेवाला थियो। हेर्नुहोस्, त्यो टाइममा कपिराइट स्ट्राइक आएर त्यो च्यानल डिलिट हुनै लागेको छ भनौँ न। त्यो फाइदा छैन। हामीले कसैको भिडियो उठाएर, कसैको युट्युबबाट, कसैको फेसबुकबाट हामीले डाउनलोड गरेर आफ्नो च्यानलमा हाल्नु, त्योमा तपाईँले आफ्नो भिडियो हालेर भ्युज नआउन सक्छ, सब्सक्राइबर नबढ्न सक्छ, धेरै कुराको भनौँ न तलमाथि हुन सक्छ। तर आफ्नै कन्टेन्ट हालेर, आफ्नै भिडियो बनाएर, जे तपाईँ गर्नुहुन्छ, ब्लग सर्ट, त्यो सबै हालेर मात्र ग्रो गर्न सकिन्छ। तर अरूको भिडियो हालेर हुँदैन। रिएक्सन टाइपको भिडियोहरू बनाए, अनि के अरे ग्रिन स्क्रिन भन्ने एउटा युट्युबमा फ्युचर पनि आएको थियो, त्यो पनि बनाएँ है। तर त्यो बनाएर के फाइदा छैन। कसैको त मोनिटाइज पनि भइसकेको छ है, धेरैजनाको। तर त्यसमा के डर हुन्छ नि त, तपाईँले गल्ती नै गरेका छैन भने तपाईँलाई केहीको डर। तपाईँ मजाले बोल्न सक्नुहुन्छ, मजाले हेर्न सक्नुहुन्छ, मजाले तपाईँले सानो एउटा म्याच बक्सको भित्रको तिल्ली हुन्छ नि, त्यो
तपाईँले चोरी गर्नु भएको छ भने तपाईँलाई त्यसको पनि डर हुन्छ, कतै कसैले देखेन त, काहीँ मैले गल्ती त गरेन भन्ने डर हुन्छ नि। त्यसैले त्यो पनि त्यस्तै हो कि तपाईँले कसैको भिडियो तपाईँको युट्युब च्यानलमा फेसबुकमा हाल्नु भएको छ भने डर हुन्छ नि त, कि मैले गल्ती गरेको छु, काहीँ कपिराइट त आउने होइन, काहीँ मेरो च्यानल ब्लक त हुने होइन, काहीँ डिलिट त हुने होइन, त्यस्तो हुन्छ नि त। त्यसैले आफ्नो कन्टेन्ट हाल्नुहोस्, तपाईँलाई जे आउँछ त्यही हाल्नुहोस्। आज तपाईँको भिडियो कसैले हेर्दैन भने भोलि डेफिनेटली तपाईँलाई सबैले फलो गर्छ। तपाईँले राम्रो गरिरहनु भएको छ भने डेफिनेटली कसै न कसैले त तपाईँको भिडियोहरू हेर्छ। त्यसैले म भन्न चाहन्छु, मेरो आफ्नो एक्सपिरियन्स है, हिजो अस्ति चाहिँ म यो ब्लगहरू बनाएर आउँथेँ। यो चाहिँ विशेष भिडियो तपाईँहरूको लागि, जो मेरो जस्तै भिडियोहरू बनाइरहनु भएको छ युट्युबमा। मैले जानेका कुराहरू मैले गरेँ नि त, आफ्नो एक्सपिरियन्स हो नि त। अरूले त भनिरहन्थ्यो तपाईँ ग्रिन स्क्रिन बनाउनुहोस्, हाल्नुहोस् भिडियो, तपाईँको भ्युज आउँछ राम्रै। ग्रिन स्क्रिन बनाएपछि, रिएक्सन भिडियो बनाएपछि डेफिनेटली तपाईँको च्यानल मोनिटाइज हुन्छ, पक्का हुन्छ, 100% हुन्छ भनेर पनि भनिएको छ। उनीहरूको भिडियो म पनि हेर्थेँ, तर जब मैले आफैले एक्सपिरियन्स गरेँ, मैले युट्युबमा काम गरेँ, रिएक्सन भिडियो बनाएँ, अनि त्यो ग्रिन स्क्रिन बनाएँ, धेरै बनाएँ, तर त्यसमा फाइदा चाहिँ केही पनि छैन है। आफैलाई घाटा हुन्छ। तपाईँ मेहनत गर्नुहुन्छ 6 महिनासम्म, अनि 2-3 महिना 4 महिना जति पनि गर्नुहुन्छ, तपाईँ दिन रात नभनेर कहिलेकाहीँ हुन्छ नि त, कामबाट आएर थाकेर त्यो टाइममा पनि तपाईँ भ्युज आइरहेछ, राम्रो गइरहेछ, म बनाउनु पर्छ भनेर बनाउनुहुन्छ नि, तर तपाईँलाई त्यसले धेरै लस हुन्छ। तपाईँले गरेको मेहनत पुरै पानीमा जान्छ है। त्यसैले आफ्नै कन्टेन्ट बनाउनुहोस्। तपाईँ एक दिनको एक भिडियो बनाउनुहोस्, विकमा 2-3 भिडियो बनाउनुहोस्, आफ्नो बनाउनुहोस्। आफ्नो जेन्युन कन्टेन्ट हुन्छ नि त, ओरिजिनल अर्ग्यानिक भन्छ नि त। फ्रिजको पानी र त्यो मूलको पानीमा कति डिफरेन्स छ त? फ्रिजमा के हुन्छ, त्यो पानी अलि चिसो होला है, त्यसको केही महत्त्व छैन, तर अर्ग्यानिक हुन्छ नि त, जो अटोमेटिकली हाम्रो भनौँ न गाउँघरतिर पहाडतिर हुन्छ नि त पानी, त्यो मूलको पानी भन्छ नि त, त्यो पानीमा र त्यो पानीमा कति फरक छ। त्यसैले आफ्नो कन्टेन्ट बनाउनुहोस्, आफूले जानेको कुरा सेयर गर्नुहोस्, अनि ब्लग सर्ट बनाउनुहुन्छ भने आफै बनाउनुहोस्, आफ्नो बनाउनुहोस्, मेहनत गर्नुहोस्। आजभन्दा भोलि, भोलिभन्दा पर्सि डेफिनेटली तपाईँहरूले राम्रो गर्नु सक्नुहुनेछ। हेर्नुहोस् त, मेरो च्यानलको हालत 3,900 सब्सक्राइबर पुगेको थियो, अनि भ्युज पनि लगभग 8-9 मिलियन हुनेवाला थियो। त्यो च्यानल चाहिँ अब डिलिटै भइसक्यो भनौँ न। त्यो च्यानलमा के फाइदा छैन, भिडियो हालेर पनि फाइदा छैन, नहालेर पनि फाइदा छैन। त्यस्तो 3-4 महिना मैले काम गरेको थिएँ त्यो च्यानलमा, तर मैले जानेको कुरा, मैले एक्सपिरियन्स गरेको कुरा म सबैलाई भन्न चाहे। तर आफ्नो कन्टेन्ट हाल्नुहोस्। तपाईँहरू के गर्दै हुनुहुन्छ, कहाँ जाँदै हुनुहुन्छ, तपाईँले गरिरहनु भएको काम, तपाईँको आफ्नो एक्सपिरियन्स सेयर गर्नुहोस्। र सर्ट पनि बनाउनुहुन्छ भने तपाईँले जाने जस्तो सर्ट बनाउनुहोस्। अरूको भाइरल भएको सर्ट, अरूको ट्रेन्डिङको सर्ट हालेर तपाईँलाई फाइदा छैन। तपाईँ आफ्नै नामको आइडेन्टिटी बनाउनुहोस्, आफ्नो फेस देखाएर भिडियो बनाउनुहोस्, आफै बनाउनुहोस्, आफ्नो कन्टेन्ट बनाउनुहोस्। अरूको कन्टेन्ट हालेर केही फाइदा छैन। मैले गरेको एक्सपिरियन्स भनिरहेको छु। अब चाहिँ म यो च्यानलमा लगभग 2-3 महिना भइसक्यो यो च्यानल बनाएको है। यो च्यानलमा म चाहिँ ब्लगहरू बनाएर आउँछु, तर आज ब्लग भन्दा अलि डिफरेन्ट छ, अलि विशेष। यो चाहिँ मैले गरेको एक्सपिरियन्स छ युट्युबको बारेमा। आफैले के भन्छ नि त, आफैले गरेपछि देखिन्छ नि त। आफैले गरेपछि, आफैले के गरेपछि पो त्यसको एक्सपिरियन्स हुन्छ, त्यो सेयर गर्न सकिन्छ। मैले जानेको कुराहरू म तपाईँहरूसित सेयर गरिरहेको छु यो भिडियोमा। यो ब्लग भन्दा पनि अलि डिफरेन्ट छ भनौँ न, विशेष छ यो भिडियो। म जस्ता क्रिएटरहरू, जो नयाँ नयाँ क्रिएटरहरू छ, उहाँहरूको लागि हो। र सकेसम्म तपाईँ आफ्नै कन्टेन्ट बनाउनुहोस्, भनौँ न आफूले जानेको कुराहरू सेयर गर्नुहोस्, आफ्नै कन्टेन्ट हाल्नुहोस् आफ्नो च्यानलमा, अरूको कन्टेन्ट नहाल्नु होला। तपाईँलाई लास्टमा भनौँ न आफ्नो खुट्टामा बन्चुर हाने जस्तै हुन्छ, एकदमै तपाईँको मेहनत पानीमा जान्छ है। त्यसैले आफ्नो कन्टेन्ट बनाउनुहोस्। र हेर्नुहोस् त मेरो च्यानलको हालत, रुने के हाँस्ने, अब त्यस्तो भइरहेछ। तपाईँहरू हेर्न सक्नुहुन्छ यो च्यानलको हालत। 3,900 सब्सक्राइबर भइसकेको थियो, मोनिटाइज हुनेवाला थियो, तर अब कपिराइट स्ट्राइकहरू आएर त्यो च्यानल चाहिँ अब कामको छैन है, फ्री भइसकेको छ। यो मैले नयाँ च्यानल खोलिसकेको छु। सपोर्ट गर्नु होला राजेश सुन्ना ब्लग्सलाई। मेरो भिडियोहरू, ब्लगहरू लगभग डेली नभए पनि विकमा 1-2 त आइरह हुन्छ। हेर्नु होला, सपोर्ट गर्नु होला। मैले जानेका कुराहरू तपाईँहरूसित सेयर गरिरहन्छु, आफ्नो एक्सपिरियन्स, म के गर्दैछु, कहाँ जान लाग्छु, सबै कुरा तपाईँलाई भिडियो मार्फत सेयर गर्ने कोसिस गरिरहन्छु। धेरैजनाले सपोर्ट गर्नुभएको छ, त्यसको लागि म आभारी छु, सदैव आभारी रहनेछु। यसै गरी सपोर्ट गर्नु होला। यदि तपाईँहरूले राजेश सुन्ना ब्लग्सलाई सब्सक्राइब गर्नुभएको छैन भने गएर सब्सक्राइब पनि गरिहाल्नु होला। र भनौँ न मेरो आफूले जानेको कुराहरू मैले तपाईँहरूसित सेयर गरेँ है। लास्टसम्म हेर्नु होला भिडियो। मन परे लाइक, सेयर, कमेन्ट, सब्सक्राइब पनि गरिहाल्नु होला। र हेर्नुहोस् त च्यानलको हालत त्यस्तो भइरहेछ। अब त्यही त, अरूको कन्टेन्ट हालेर केही फाइदा छैन। त्यसैले आफ्नो जेन्युन भनौँ न अर्ग्यानिक कन्टेन्ट बनाउनुहोस्, आफ्नो कन्टेन्ट बनाउनुहोस्, आफूले जानेको कुरा गर्नुहोस्। अरूको च्यानलबाट, अरूको
युट्युबबाट डाउनलोड गरेर आफ्नो च्यानलमा चाहिँ नहाल्नु होला। यो चाहिँ एकदमै नराम्रो ह्याबिट भनौँ या के भनौँ, नराम्रो कुरा हो त्यो। आफूले भ्युज त आउँछ तर अरूको कन्टेन्ट हालेर केही फाइदा छैन। त्यसैले आफ्नो कन्टेन्ट बनाउनुहोस् है, तपाईँले जानेको कुराहरू गर्नुहोस् है। सिकिन्छ त, कोही पनि पर्फेक्ट होइन, हरेक मान्छेले सिक्नुपर्छ। तपाईँहरूले पनि कोसिस गर्यो भने डेफिनेटली राम्रो गर्नुहुन्छ। म पनि कोसिस गरिरहेको छु, एक दिन अवश्य सबैजनाले मन पराउनुहुन्छ भन्ने आशा छ। यसै गरी म चाहिँ डेली ब्लगहरू बनाउने कोसिस गरिरहन्छु है। र यो भिडियो अलि लामो हुनसक्छ, त्यसको लागि सरी गाइज, र लास्टसम्म हेर्नुहोला। र अहिले हामी यो भिडियोलाई यहीँ टुङ्ग्याउँछौँ भनौँ न, भिडियो लामो हुनसक्छ, त्यसको लागि सरी गाइज। फेरि हामी अर्को भिडियोमा अर्को ब्लगमा भेटिनेछौँ। अहिलेलाई हामी छुट्टिन्छौँ। जय नेपाल, जय नेपाली गाइज, बाई, सी यू टुमारो। हामी फेरि भेटिनेछौँ है त। जय नेपाल, बाई। त्यस्तै छ है, अरूको कन्टेन्ट चाहिँ नहाल्नु होला, आफ्नै कन्टेन्ट हाल्नु होला। यो मेरो च्यानलको हालत हेर्नुहोस् त। The next day. हाई गाइज, गुड मर्निङ, शुभ बिहानी, वेलकम ब्याक टु माई च्यानल राजु सुरा ब्लग्समा तपाईँहरूलाई स्वागत छ। फेरि पनि आज दोस्रो दिन, कपाल पनि ठुलो भइहाल्यो। म चाहिँ अहिले सलोनमा पुगिसकेँ। यहाँ आएर अब कपाल काटेर त्यसपछि फेरि रुममा गएर फेरि काममा जानुपर्छ। अहिले कपाल पनि ठुलो भइहाल्यो। गर्मी पनि अब बेङ्गलोरमा त्यही त हो, अब किचनमा काम गर्ने मान्छेलाई अब ठुलो कपाल पालेर केही फाइदा छैन। त्यसैले म चाहिँ फटाफट अब कपाल काटेर त्यसपछि रुममा गएर फेरि भेटिन्छु है त तपाईँहरूसित। फाइनली कपाल काटेर म चाहिँ अब रुममा जाने तयारीमा छु। यता टक्लो अङ्कलले चाहिँ मेरो कपाल काटे हो, हेर्न सक्नुहुन्छ। फाइनल्ली आजको लुक भनौँ न, जुङ्गा पनि हल्का फुल्का मिलाइदेऊ भनेर भने अङ्कललाई, अङ्कलले मिलाइदिनु भयो। अब चाहिँ म चाहिँ रुमतिर लागेँ गाइज। त्यहाँ गएर तपाईँहरूसित फेरि हामी भेटिनेछौँ है त। म चाहिँ रुमतिर लागेँ गाइज। हाई गाइज, नमस्कार, गुड मर्निङ सबैलाई, शुभ बिहानी, वेलकम ब्याक टु माई च्यानल राजु सुना ब्लग्समा तपाईँहरूलाई स्वागत छ। सबैजना सन्चै आरामै हुनुहुन्छ भन्ने आशा छ। म पनि ठिकै छु, आइएम अल्सो फाइन। अहिले लगभग बिहानको 9:30 भइसक्यो। म चाहिँ कपाल काटेर फ्रेस भएर अब काममा जान लाग्छु गाइज। हिजो पनि बनाएको थिएँ एउटा भिडियो है, त्यो ब्लगभन्दा पनि अलि विशेष छ। र आज दोस्रो दिन म चाहिँ अहिले कपाल काटेर, आज शनिबार भनौँ न, कपाल काटेर फ्रेस भएर काममा जान लाग्छु अहिले। सबैजनाले सपोर्ट गर्नुभएको छ, त्यसको लागि म आभारी छु। अझै सपोर्ट गर्नु होला। यदि तपाईँहरूले राजु सुना ब्लग्सलाई सब्सक्राइब गर्नुभएको छैन भने गएर सब्सक्राइब गरिहाल्नु होला। आफ्नो प्रतिक्रिया कमेन्टमा छोड्नु होला। मेरा ब्लगहरू, मेरा भिडियोहरू तपाईँहरूलाई कस्तो लाग्छ प्रतिक्रिया चाहिँ दिनु होला। भनौँ न, प्रतिक्रिया दिन चाहिँ नहिचकिचाउनु होला है, मजाले दिनु होला। र के कस्तो लाग्छ मेरा भिडियोहरू, मेरा ब्लगहरू तपाईँहरूलाई कमेन्ट चाहिँ गरिहाल्नु होला, सपोर्ट गर्नु होला। मेरो चाहिँ पहिलेको युट्युब च्यानल चाहिँ भनौँ न, त्यो कपिराइट स्ट्राइकहरू आएर लगभग अब डिलिट हुनेवाला छ। यो चाहिँ नयाँ युट्युब च्यानल हो। त्यसमा चाहिँ 3000 बढी सब्सक्राइब पनि भइसकेका थिए। अनि राम्रै भ्यूहरू भनौँ न, भ्युज पनि आइरहेको थियो, एकदम ग्रो भइरहेको थियो च्यानल। तर मैले त्यहाँ मिक्स टाइपका भिडियोहरू अनि केही अरूका भिडियोहरू पनि हालेको थिएँ। तर तपाईँहरू चाहिँ यस्तो, तपाईँहरू पनि भिडियो बनाउनुहुन्छ भने यस्तो गल्ती चाहिँ नगर्नु होला। आफ्नै कन्टेन्ट बनाउनु होला, अर्ग्यानिक कन्टेन्ट बनाउनु होला। आज तपाईँलाई कसैले हेर्दैन भने भोलि डेफिनेटली हेर्दैछ, एक दिन तपाईँलाई सबैले चिन्नेछ। र आफ्नो कन्टेन्ट अर्ग्यानिक कन्टेन्ट बनाउनु होला है। र म त्यही भन्न चाहन्छु सबैलाई। र म चाहिँ अब काममा जाने अलि ढिलो भइरहेछ, काममा जान्छु है त। अब फेरि हामी अर्को ब्लगमा, अर्को भिडियोमा भेटिनेछौँ। अहिलेलाई सबैलाई नमस्कार है, बाई गाइज। कपाल काटेर रुममा आएको थिएँ, कपाल पनि काट्यो है। एक महिनामा त काट्नै पर्छ। अहिले बेङ्गलोरमा भनौँ न गर्मी नै छ, चिसो पनि छैन, एकदम हुन त सदाबहार जस्तै छ मौसम, लगभग एक नासो छ है। तर पनि अब किचनमा काम गर्ने मान्छेले कपाल त काट्नै पऱ्यो, नत्र गर्मी बढी नै हुन्छ, टोपी लगाउनै पर्छ है। त्यसैले अब कपाल काटेर अहिले फ्रेस भएर म चाहिँ काममा जान लाग्छु। धेरैजनाले सपोर्ट गर्नुभएको छ, त्यसको लागि म आभारी छु। र हाम्रो भाषामालाई बनाउने म कोसिस गर्दै ला रे। तपाईँलाई भिडियो बनाउँछ या ब्लग बनाउँछ, के बनाउँछ भने आफ्नै रियल कन्टेन्ट बनाया, आफैदेखि बैठ आफैले बोल्या, सबै चिज आफै गरे। अर्का भिडियो आफ्नो युट्युब च्यानलमा हाल्बटे पाछा त हाम्रो मेहनत पानीमा जान सकिन्छ है। मैले बनाएको थिएँ, अब आफ्नोलाई कन्टेन्ट बनाएको थिएँ, आफ्ना भिडियोलाई बनाएको थिएँ। तर एक दुई यताउताबाट भिडियोहरू हालेको थिएँ, तर रिएक्सन टाइपका ब्लगहरू, अर्का भिडियोमा रिएक्सन दिने, कमेन्ट के अरे त्यो अर्का भिडियोलाई हालेको थिएँ। त्यसमा चाहिँ मेरो युट्युब च्यानल चाहिँ अब डिलिट हुनेवाला छ लगभग भनौँ न, कपिराइट आइसक्यो। अब यो चाहिँ नयाँ च्यानल हो। मलाई धेरैजनाले सपोर्ट गरेको, सपोर्ट गरे, हेर्दै रहे मेरा ब्लग, मेरा